हेलो गाइस, लासो टेसिदेले फ्याफुल्ला हैन। ल आज हामी मलाकातिर के अरे हाम्रो भाउजूले भेट्नलाई अनि यसो आज भाइले चलाइरहनु भएको छ गाडी। आज भाइको जिम्मामा दिएको छु गाडी। कहाँसम्म लानुहुन्छ हेरौँ बिस्तारै। अनि त्यहाँदेखि बिस्तारै जाँदै गरौँला नि त। बाटो बाटोमा के हुन्छ हेरौँला नि त। आज तपाईँको टेस्ट मसँग हाइवेमा चेकु होइन जेबी वा सिन त दामी रहेछ त हो। राति त केही छैन त नि अहिले। किनकि म त्यो त्यहाँ मान्छेहरूको माइबीमा नि चढेको छु, तर खासै डर चाहिँ छैन क्या। बतासिन्छ नि माइबी क्यामेराले हान्छ हेरे क्यामेराले हान्छ नि त। अब एकै अलिकति त्यो भरे उज्यालो हुन थाल्ने बेलामा चाहिँ दामी देख्छ क्या। एकदम बिस्तारै लिएर जान्छ नहाल्ने गरी है। यो हल्लिँदैन। मैले त्यो बन्द गरिदिएछु नि, रनिङ मोडमा नि भिडियो खिच्न मिल्ने बनाइदिएछु नि। ए देख्दो रहेछ र? अरे देखिहाल्छ। हो र? अँध्यारो छैन? यतिको भइसकेको छ। यो अब हामी मलाकाको छेउछाउमा जम्मा 64 किलोमिटर बाँकी छ हाइवे। यो चाहिँ इन्टरनेसनल हाइवे है। त्यो बिस्तारै अब 63 किलोमिटर मात्रै बाँकी छ अब। ओके, अब हामी भनेको आरएनआरमा पुग्यौँ है। अब यहाँ भनेको हामी चियासा खान्छौँ। के रहेछ हेर्नुपर्छ हामी यहाँ चिया छ कि नै। शुभ प्रभात भनेको चाहिँ गुड मर्निङ गाइस। शुभ बिहानी। अब मर्निङको उज्यालो पनि मजाले भइहाल्यो। अब घाम चाहिँ थाहा छैन अहिले किनभने हुसु चलिरहेछ। अब यतातिर चाहिँ क्यामेरा हुन्छ, क्यामेराले फ्याट्टै हान्छ। त्यही भएर अनि बिस्तारै आफ्नो तालमा हिँड्नुपर्छ हो। क्यामेरा थियो। हेलो गुड मर्निङ। यतातिर कहाँ क्यामेरा थियो मैले देखाएको थिएँ। त्यो कालो खम्बा देखो। हो यसले हान्छ त हो, फ्याट्टै हान्छ। आइपुग्यो मलाका। यो लोरी त नि एकदम मजाले कुदाउँदो रहेछ त। 19 रिङ्गेट खायो चाङबाले। 19 रिङ्गेट खायो चाङबाले। अनि एउटा टोल ट्याक्समा 19 रिङ्गेट। त्यहाँ जोहोरदेखि मलाका 19 रिङ्गेट। अब कहाँ हो भन्नु? लेफ्टपट्टि। ओके लेफ्ट अनि बीको पछाडि लेफ्ट त्यो अगाडि के को भेट्नुको पछाडि लेफ्ट के राइट? लेफ्ट बी त त्यहाँ छ। लेफ्ट अगाडि 66
यता नि यसो हेर्दैन यसो अलिकति के गर्नु अब यहाँको मलेसियाको होस्टेल नै यस्तै छ होइन होस्टेल भनेपछि यस्तो यस्तो गन्दगी गरिदिन्छ कुनातिर यसो पानपरा खाँदै फाल्ने हो है अझै माथि हो क्या अझै माथि लागिसक्यो लगिसक्यो अँ हो र होइन हो माथि नै जानुपर्ने ए यता पो रहेछ टाँसिदेले नामाथि टोकिया अब हामी कता जाने हेलो 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 देखेन नाम यो यो लिएर आएको नि अलिकति यसो खाली हात जानु हुँदैन भनेर भन्छ त्यही भएर भाउजूकोमा आएर यसो दुःख दियो ठन्डा खान पाइयो बरु के पेट फुल्यो ओके यो चाहिँ के हो You apple, you know apple, APPLE apple. के छ त यो खोर्सानी हो तपाईँलाई मनपर्छ होइन मलाई पनि छ कति डिब्बामा छ सोमी रुममा दाइले मात्र खाने हो अरूले खाँदैन छ के यो त मैले यतै बनाएको हो यो अचार हो यो छ यो घिउ हो घिउ त म तपाईँले दिँदैन मसँग घिउ किनभने घिउ भनेको चाहिँ मलाई घिउ भनेको मलाई धेरै मनपर्छ यो मैले यता यो के हो यो भैँसीको मासु भैँसीको मासु बाबु ओके तपाईँ खानुहुन्छ म त ऊ त भाउजूलाई नि छोडिदिने नि त म आफैले बनाएको यता ए ल हुन्छ त्यसो अस्ति भए उता नि लगेर अनि आज फेरि तपाईँले खाने मान्छे को छ त तपाईँ म भवन तपाईँ खानुहुन्छ होइन खानुहुन्छ तपाईँ राजेशले नि खान्छ के खुर्सानी ठिक छ खुर्सानी तपाईँसँग छ होइन यो के हो यो यो निङ्गो गाजर निङ्गो गाजर म ठ्याक्कै भनेको थिएँ नि निङ्गो गाजर तपाईँसँग छ निङ्गो गाजर ल ल छैन भने मलाई फेरि म चाहिँदैन नि फेरि मलाई ल तुरुस अब ओके ओके ल देवर भाउजूको अलिकति संवाद पनि रेकर्ड भइसकेको छ भाउजूलाई यसो उहाँको डेस्टिनेसनमा पुऱ्याएर हामी भाउजू यस 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 हामी चाहिँ कम्पनी यताबाट लान्छ खुट्टाले यताबाट यताबाट ऊ त्यो माथि ओके ओके क्लियर ओके यहाँबाट डप 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 ओ यो त त्यो पो छ नि के अरे टोल ट्याक्स के अरे अघिको त्यो आरएनआर पुगेर त्यहाँदेखि त्यो गर्नुपर्छ त्यसलाई टक्क कल पनि गर्नुपर्छ कल गर्नुपर्छ त्यो कल दाजुभाइको यात्रा आज चलिरहेछ ल अब यहाँ यो आरएनआरदेखि तपाईँ चलाउनुहुन्छ कि ओके पहिला आरएनआरमा एकछिन फर्क्यौँ उता मामा हेरौँ बाटोमा हुन्छ नि त र हाइवेमा त्यति साह्रो आज सन्डे हो त ल केही छ यसो 2 बजे कति यताको लागि केही छ 2 बजे अब घरमा फर्किँदैछ भन्दाखेरि पनि गाडी किन्न जाँदैछ हामी फाइनली 5 बजी गएर 2 बजी आइपुग्यो बिहान 5 बजे गएर बेलुका 2 बजे यहाँ ठ्याक्कै रुममा आइपुग्यो अब उता भाउजूले
राम्रो राम्रो मिठो मिठो पकाउनु भएको थियो अनि त्यो खाँदा खाँदा अनि पुरा ड्याम म भएर अनि गाडीमा सुत्दै सुत्दै आएको हो त्यही भएर गाडीमा त्यति धेरै बाटोको भ्यूहरू चाहिँ देखाउन पाएको थिएन अब हेर्नु भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु यदि राम्रो लाग्यो भने लाइक गर्नु सेयर गर्नु अनि सब्सक्राइब गर्नु अरू के छ र हजुर यस्तै हैन यसो अलिअलि माया देखाइदिनु अलिअलि माया देखाइदिनु कमेन्ट गरिदिनु तपाईँहरूले के चाहिन्छ कस्तो चाहिन्छ अस्ति मलाई कसले हो भन्दै थियो मुकबाङ गर्ने यो कमिङ सुन छ त्यो मुकबाङको लागि चाहिँ म कमिङ सुन गर्दैछु तर डेली लाइफमा चाहिँ मुकबाङ गर्न सक्दिनँ किनभने अफकोर्स मोटो भएको छु डेलीको लाइफमा मुकबाङ गऱ्यो भने त खत्तम हुन्छ त्यहाँ देखेर सो ओके च्यालेन्ज आउँदैछ कुनै बेला कुनै थोरै च्यालेन्जहरू आउँछन् अनि ल ठिक छ यतिकोमा अब हस् त फेरि भेटौँ ल लासो ट्याबुल्ला टसिदेले